एक्लो बन्दैमा वर्षौं बित्यो बेघर छु भन्दैमा बल्लै हो भेट गइछु यता हुर्किँदै मानी किन ढिला गरेको हो त नि हे मन पर्याले हातैमा छुन्नन् कोही पत्याउनन् कोही भन्या झै हुन्न कुरै सुन्दा लाग्यो नि खोकी त धेरै रोज्ने बानीले हो कि त हे ठिकै भन्यौ त्यही होला सायद किसिम हुन्थ्यो तिमी झै पाए त के कुराले छ र मन तानेको कति साह्रै फुर्काउन जानेको हे यस्तो कहिल्यै भाथेन ए भा हो हेर्न साथै मन पर्छ के भा हो हे अहिलेसम्म छाटेको कुरेको हो कि कतै लगन जुरेको तिम्रो रूपले भित्री मन खाइसक्यो आजै बेहुला हुम जस्तो लागिसक्यो थोरै सङ्केत यता नि दिला छ मेरो पानी पैताला चिला छ उता उधुम पैताला छिलार राखम क्या हो कोट फाइट सिलार सँगै लाने केही विचार छैन र मलाई साडी किनिदिने होइन र मागेपछि खुसीले पाउने हो हिन आज कुन रङको लाउने हो तिम्रै जीवन सजाउने रहर छ आफै ल्याइदेऊ कुन रङको मन पर्छ हे कस्तो रङको लाउने हो थाहा छैन त्यति मलाई अनुभव भएको छैन रीति यही छ पुर्खा र कुलैको रातै पहिरन हुन्छ रे दुलैको केही थाहा छैन खोजेसी पाइएला साडीसँगै पेटीकोट चाहिएला यस्तै कुरा हो सुन्न पाइने त थारै जानी पेटीकोट चाहिने त चल्नी भयो बिहेको रनको नाच्ने भए भाउ पनि तिन फनको तिम्रा बात नाच्लान् र रमाउलान् मेरा बाले पुरपुरो समाउलान् हे आखिर लगन जोर्या छ हाम्रो हुर्क्या छोरी जाँदा के नराम्रो आफ्नो सन्तान मोटो झै हुन्छ नि बामाको मन त रुन्छ नि बामाले पराईको भई भन्लान् दुःख त्यही हो गुरुन्छ गई भन्लान् एकछिन खिदका छोड्ने छन् गामले त जतभात ठुलो मान्दैनौ हामीले त त्यसो भए किन पिर मानी छौ दुध खानीले झाड खानी छानी छौ जान्या छैन हुन्छ मन जलन सिकाइदेऊ है गुरुङको चलन हे जाने हौली खुवाउन पकाएर बेलुका बाउलाई एक गिलास टकाएर हे यो गुरु